जनताहरु हेलो एभ्रीवान वेलकम ब्याक टु माई न्यू भिडियो। हजुरहरुलाई फेरि पनि म मेरो नयाँ भिडियोमा स्वागत गर्दछु। मेरो जनताहरु सागा बिन्दु पारामा र अहिले चाहिँ म अटोमा छु, हेर्न सक्नुहुनेछ है टक्कलाहरु। अहिले चाहिँ म टक्कै दिदीहरुसँग घुम्न जान लागेको कहाँ भने भ्यू टावर निजगढ भरतगञ्ज निजगढ 3 हो कि 8 हो थाहा छैन, 7 हो कि थाहा छैन, तर जाने वाला मात्रै छन् हैन। लेट्स सी के हुन्छ के हुँदैन ल। किन कोही हुनु पर्यो र? हजुर बाघ आउँदैन, बाघकै मुखबाट हामी आएको होइन त अघि। गोलघर ठाउँको नाम पनि कस्तो हो, 1000 सिटी झन् कस्तो दाम के 1000 सिटी हो र? यहाँ एउटा मान्छेको मूर्ति पनि छ कि दिदी यहाँनिर, ऊ शहीद भएको अरे। शहीद यहीँ त थाहा छैन, तर शहीद भएको मान्छे। बाटो चाहिँ यस्तो गर्मीमा 11-12 बजे घाम होला। त्यहाँ शीतल त्यो माथि त अरू मान्छे चढेछ, मिसहरू मेरो मिसहरू नआउनु त नआए मसँग अगाडि जानु। तपाईँहरू त्यहाँ के हेर्नु लाग्दैन? हेर्नु ल जनताहरू आइसकेको छ। नाम पढ्नु नि त, नाम नाम त लेखेर हेर्नुहोस् है। कुन चाहिँ दाजु हाम्रो बाजे? What's that supposed to be about, baby? Going free up your mind, stop acting crazy. Reminiscing all the good times lately. Try and pull the got me acting shady. What's that supposed to be about, baby? Going free up your mind, stop acting crazy. You know I give you the good loving daily. Try and pull the गर्मी छ अहिले, ठ्याक्कै 11-12 बजे होला हौ हैन। 12 बजे घाम आइरहेछ, गाह्रो छ। के जोस चलेर आएको होला कुनै। हेर्न सक्नुहुन्छ हजुरहरूले यो जस्ट लाइक बाटो हाम्रो कुन शहीद हो होइन, मलाई नाम त थाहा भएन। यतै हेरे जस्तो फिल हुन्छ त है। ल हेर्नु हामी उयो माथि जानु पऱ्यो अब होइन, चट्ट लगाएर। 2 जना दिदी र म, हामी 3 जना आएको मिलेर यहाँ होइन निजगढ माथि गोलघर अरे चट्ट लगाएर हेर्न सक्नुहुनेछ। जे पनि गर्दिन म चाहे जेसुकैको लागि होस्। जनताहरू हामी चाहिँ अहिले माथि गोलघर होइन कि भ्यू टावरमा जान लागेको छौँ। जस्ट लाइक भ्यू टावरमा जाँदैछु। गर्मी भइरहेछ यार, 11 बजीको त घाम। दिदीहरू आउनै सकिरहेको छैन। जनताहरू हेर्न सक्नुहुनेछ है भ्यू हाम्रो। म त सुत्दिएको यार यहाँको होइन, हावाहरू खतरा चल्यो के, अनि त्यहाँपछि सुत्न मन लाग्यो होइन। म त अनि एक निन्द्रा सुतेर उठ्याएँ कि भर्खर। दिदीहरू चाहिँ फोटो खिच्दै भिडियो बनाउँदै हुनुहुन्थ्यो, र म चाहिँ सुतेर अहिले मर्निङ आइसकेको छ। प्लस भ्यू हेर्नु जनताहरू बवाल छैन। चट्ट लगाएर हेर्न सक्नुहुनेछ हजुरहरूले भ्यू।
सुतेर उठेको कस्तो भइरहेछ सक्नुहुनेछ जनता राइट खतरा छ कि जे होस् यो म पहिला पनि आएको थिएँ म कतिचोटि यहाँ रातभरि चाहिँ होइन होला हाउको नगर्नु न बनाएको छैन 1 घण्टा 2 घण्टाको बनाउँदैन भन्दा 1 घण्टा आधी घण्टा जतिको हो धेरै न जोडाएर जोडाएर प्लास्टर चाहिँ जो चिल्लो खर मार भयो घाम छ घाम कति तलेको रहेछ रे दिदी हो नाम छ पुरो ठाउँमा खरबोज मुला 3-4 तलेको रहेछ रो भाइ चालू चल क्या भाइ ये थाहा कुरो हो गर्मी औडा गयो यार जनताहरू 12 बजे छ अहिले अनि होइन घुम्न आएको भन्दा पनि घाम खान आएको जस्तो फिल भइरहेको क्या दिदीहरू त्यही भएर चाहिँ घर जाउँ भनिरहेको छ अब हामी घर जानु पर्ने जस्तो छ है गर्मी ओभर हुन थाल्यो पानी पनि अब अटोमै बिर्सिन्छ क्या चिसो पानी ल्याएको छ होइन मान्छेहरू हेर्नु न सब सरहरू जस्तो लागेको छ सर म्यामहरू होइन जस्ट हेर्न सक्नुहुन्छ भ्यू बबाल छ भ्यू होइन चट्ट लगाएर बिस्तारी जानुपर्छ हामी धेरै मान्छेहरू छ आज घुम्न आएको यता अझै मान्छेहरू आउँदै पनि छ है टक्क लगाएर गोलाघरमा सरा टु निजगढ होइन प्लस हाम्रो सिङ्गल नम्बर 3बाट आज हामी यात्रा आएको जस्ट बाटो पनि क्या मस्त छ होइन हिँड्नलाई पनि मस्त खालको र हाम्रो अघि यहाँ बाघको मुखहरू सबजना फोटो खिच्नमा व्यस्त छ ल हेर्नु जनताहरू छट्ट लगाएर ल जनताहरू होइन हामी ब्याक टु ब्याक आइसकेको छ अघि नै घुम्न गएको अरे क्या अब होइन घुम्न गएको ठाउँमा यस्तो राम्रो हावा चलिदियो कि मेरो माइन्ड पुरै होइन रिल्याक्स पारेर म गइदियो र म सुत्दियो कि त्यही कारण अलिक फन भयो भने भिडियोमा केही छैन चट्ट लगाएर अहिले चाहिँ हाम्रो ब्याक टु ब्याक वडा नम्बर 3 मा आइसकेको छ हामी यहाँ हाम्रो दोस्त छ जुन मान्छे काम छैन यता हाम्रो दाइ हुनुहुन्छ र प्लस हाम्रो खेलाडी पनि छ दाइ उता है र त्यस्तो हावा बबाल चलिरहेको छ यहाँ पनि होइन अहिले पनि ठ्याक्कै म भर्खर सुतेर उठेको त्यही भएर अलिक मुड खराब छ कि जनताहरू होइन अब यही खबर दिन आएको म फेरि अब जनताहरूले अब ल घुम्न त गयो मान्छे कहाँ हरायो भनेर सोध्नु गइरहेको होला त्यस्तो नसोध्नु होला जनताहरू म ब्याक आइसकेको छ फाइनल हेर्न सक्नुहुनेछ है वडा नम्बर 3 इज अलवेज रिप्रेजेन्ट होइन वडा नम्बर 3 अलवेज रिप्रेजेन्ट होइन हाम्रो अलवेज टपमा हुनेछ चट्ट लगाएर ल अहिले हेर्नु सक्नुहुनेछ एक्लै छु म होइन एक्लै भएर नै हो मेरो भिडियो खासमा फनी नहुने जनताहरू धेरै किन भन्नु न होइन जो पनि एक्लै छ होइन एक्लै हुन्छ प्रायः धेरै साथी हुँदैन होइन तिनीहरूले म के भन्न चाहन्छु भने दुखी नहुनु होला किनभने जो एक्लै हुन्छ होइन त्यो नै खतरा हुन्छ कि उसले सङ्घर्ष धेरै गर्न पाइन्छ किनभने साथीहरू धेरै भयो भने धेरै आफ्नो टाइम वेस्ट हुने धेरै पैसा उड्ने हुन्छ क्या यदि साथी राम्रो छैन भने होइन र प्लस जुन मान्छे खतरा माइन्ड सेट लिन्छ होइन डिफ्रेन्ट हुन्छ कि अरूभन्दा 99% भन्दा डिफ्रेन्ट हुन्छ 99% भन्दा त्यही भएर नै उनीहरूको साथी उनीहरूको जस्तो माइन्ड सेट नमिला हुँदैन द्याट्स वाइ आइएम अल्सो छ मेरो केटाहरू पनि छ खतरा खालको है तर पनि त्यसैले जनताहरू दुखी नहुनु होला है एक्लै हुन्छ भनेर
म पनि कतिपय ठाउँमा कतिपय सिचुएसनमा एक्लै हुन्छु तर साथ धेरैको हुन्छ कि होइन त्यसैले दुखी नहुनु एक्लै हुन्छ भनेर जुन मान्छे 99% भन्दा फरक हुन्छ उनै 1% हुन्छ र जो 1% हुन्छ त्यो नै अलवेज अलोन हुन्छ है फेरि गाह्रो छ बुझ्नलाई गाह्रो छ फेरि सोध्नु भइरहेको होला जनताहरूले होइन अब मैले यस्तो भन्यो मेरो पनि कोही छैन होला साथमा एक्लै छु भने त्यस्तो नसोच्नु हरेक मान्छेको साथमा कोही न कोही हुन्छ नै कोही नभए पनि आफ्नो परिवार चाहिँ हुन्छ नै होइन र मेरो परिवार पनि छ मेरो दाजुभाइ मेरो सब थोक छ कि होइन तर पनि हाम्रो यस्तो समय आउँछ जुन समयमा हामीले जोसुकै होइन हाम्रो साथमा भए पनि हामीले एक्लै नै होइन त्यो समय बिताउनु पर्छ कि त्यो समयमा सङ्घर्ष गर्नुपर्छ नै त्यसैले म भन्दैछु होइन यस्तोकै जनताहरू हाम्रो चाहिँ यस्तो कम्युनिटी बनाउनु पऱ्यो कि होइन कसले अब त्यो गल्ती गरेको छ त्यो गल्ती कारण रिग्रेट पाइरहेको छ र त्यो गल्ती नगरेर होइन अघि गरेको भए राम्रो हुन्थ्यो भने सोध्नु भइरहेको छ भने त्यो कुराहरूले हामीले सेयर गर्नुपर्छ जस्तै कि मेरो के भन्छु भने केटाहरू हुन्छ होइन सबैको साथी हुन्छ नै क्या कुनैको राम्रो हुन्छ कुनैको नराम्रो तर्फ जाने हुन्छ अब आफूले त्यो हेरेर गर्ने हो नराम्रो तर्फ जानेहरूलाई हामीले छोड्ने होइन कि त्यसलाई राम्रो तर्फमा लग्नुपर्छ किनभने हाम्रो साथीभाइ हो होइन सँगै नै सक्सेस हुनुपर्छ नै र प्लस अब हाम्रो केटाहरू हुन्छ साथीहरू होइन केटाकेटी जो पनि भए पनि अब आज म काम नगरौँ होइन आज म सङ्घर्ष नगरौँ अब भने पनि यस्तो पढ्नलाई सङ्घर्ष भन्यो भने आफ्नो लाइफको लागि है केटा हो नगरौँ आज केटाहरूसँग खेल्न जाउँ रमाइलो गर्न जाउँ होइन यो पिउन जाउँ यो खेल्न जाउँ यहाँ घुम्न जाउँ त्यस्तो होइन क्या आफ्नो लाइफको लागि होइन के गर्नुपर्ने छ गरिहालौँ क्या सुरुमा होइन फ्युचरको लागि सोचौँ क्या फ्युचरमा फ्युचर लाइफ टाइमसम्मलाई पनि इन्जोय हुने तरिकाले फ्रिडम हुने तरिकाले हामीले सङ्घर्ष चाहिँ गर्नुपर्छ र त्यसपछि चाहिँ हो कि हामीले मोज गर्ने रमाइलो गर्ने खाने पिउने हल्ला गर्ने सब हेर्ने एक्लै सुरुमा गर्ने आफूले एक्लै गर्नुपर्छ केटा हो होइन त्यो अब हामीलाई सङ्घर्ष गर्ने बेला सपोर्ट दिन आउने मान्छे छ यदि आफूले होइन सपोर्ट गर्ने फुल्ली सपोर्टमा छ भने तिनीहरू आउँछ नै हामीले आउनु मेरो सपोर्ट गर्नु या मलाई यस्तो भइरहेको छ यस्तो तनाव छ यस्तो चाहिरहेको छ भने हामीले भन्नु नै पर्दैन कि जो आफ्नो सपोर्टमा हुन्छ जसले गर्न खोजेको छ जो आफ्नो रियल हो होइन त्यसले चाहिँ गर्छ नै त्यसैले डोन्ट बी स्केयर अफ लुजिङ पिपल हो होइन भन्न र गर्नमा धेरै गाह्रो छ र भोगेको र सुनेकोमा धेरै गाह्रो छ कि जसले भोग्छ होइन जसले अब भोगेर पीडा थाहा हुन्छ त्यसलाई नै ओभर थाहा हुन्छ क्या चाहे जेसुकै होस् एनिथिङ कि एनिथिङ जस्तै कि अब कुनै दुःख होइन कुनै अब गल्तीहरू मैले तपाईँहरूले सेयर गर्छ भने होइन त्यो तपाईँहरूलाई अब नर्मली नै लाग्छ क्या होइन नर्मली जस्ट सुन्यो सक्यो त्यति नर्मली अब त्यही मैले भनेको कुरा तपाईँले भोग्यो भने अनि पाहाडले मान्छेलाई थिजा जस्तो हुन्छ कि जनताहरू त्यो डिफ्रेन्ट म अहिले भनिरहेको छु त्यसैले बुझ्नु होला है चाँडै नै जनताहरू अहिले चाहिँ म मेरो भतिजहरूलाई होइन खाना काटेर आएको तिनीहरूको लागि स्पेसल खाना आज बन्नेवालामा छ त्यो लिएर आएको र प्लस विथ आवर गड अफ दि गड हेर्नु ल घामले पनि टाटा बाई बाई गरिसकेको छ र म पनि त्यही कुरामा टाटा बाई बाई गर्छु कामले गर्दा भएन जनताहरू नेक्स्ट टाइम बाबा आउनेवाला पनि छ डोन्ट वरी अबाउट दिस है सूर्य देवताको साथ म पनि बाई बाई गर्न चाहन्छु ल गएको मेरो केटाकेटी हो चिन्ता नगरौँ मलाई अहिले भिडियो यस्तै छ कमब्याक खतरनाक आउनेवालामा छ है ओके